हेलो साथीहरु, सेवा र गुड मर्निङ। अनि तपाईहरु सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथ अनि म पनि सन्चै छु भन्दै आजको ब्लग चाहिँ स्टार्ट गर्न गइरहेको छु। आज चाहिँ म यहाँनिर मेरो घर सफा गर्दैछु नि त। माकुराले सबै जालो लागिरहेछ। सो यस्तो पसिना भइरहेछ। गर्मी छ नि त, गाह्रो छ गाइसहरु। अनि यता वेदर चाहिँ देख्न सक्नुहुन्छ। यहाँ हाम्रो घरमा घामको यस्तो साह्रो गर्मी छ। मैले यहाँ चाहिँ अघि सफा गरिसकेँ बुवाको रुम चाहिँ। अब यहाँनिर बेड कभरहरू लाउनु बाँकी छ। अब एकछिनमा लाउने हो। यहाँ सबै पुरै कम्प्लिट सकेपछि मात्रै लाउने हो। सो अहिले चाहिँ यहाँनिर मेरो रुममा सफा गर्दैछु। अनि फ्यानमा पनि हेर्नु नि, व्हाइट कलरको फ्यानलाई पनि ब्ल्याक कलर भइरहेछ क्या। यस्तो त हुन्छ नि। अब यसलाई चाहिँ टक्कसँगले यहाँ चेयर लिएर राख्ने बेडमाथि अनि पुछ्ने हो। आजको काम चाहिँ यस्तो छ गाइजहरु। मेरो लागिरहेको छु, लड्यो भने छैन। यस्तो त हुन्छ। मैले यो व्हाइट कलरको चाहिँ नलाग्नु पर्ने रहेछ क्या। पुरै सफा चाहिँ हुँदैन होला, त्यही पनि अब नदेख्ने। त्यो ग्लास सफा गर्ने स्प्रे मात्रै हुन्थ्यो होला, तर मैले ल्याएको थिएँ नि त। त्यो कपडाले मात्रै पानी दिएर गरिदिने हो। पानी मात्रै आउनु पर्यो। मैला त यहाँ झरेछ। अहिलेको फ्यानको कन्डिसन चाहिँ देख्न सक्नुहुन्छ। अलिअलि अनुहार चाहिँ गोरो बनाइदिइसकेँ मैले। सो अब अरू काम गर्ने हो। यस्तो फेरि हाम्रो रुम चाहिँ पुरा कालो देखिन्छ क्या। यो के भक्क यस्तो। मेरो छोरी चाहिँ ट्युसनबाट आइसकेको छु। अब यसलाई च्याउटो र माम भुटेर फ्राई राइस बनाएर दिनु हो। च्याउटो चाहिँ थोरै मात्रै हालिदिन्छु, किनभने माम पनि थोरै नै छ नि त। धेरै च्याउटो खायो भने पनि हुँदैन। म चाहिँ च्याउटो र माम भुटिदिँदाखेरि चाहिँ फर्स्ट च्याउटो यसरी तेलमा पकाउँछु अनि त्यहाँदेखि पानी लगाइदिन्छु। यसो गरेपछि च्याउटो पनि अलिक पाक्छ नि त। यो रस पुगेपछि चाहिँ टक्कसँगले म पानी लगाइदिन्छु खाना लगाइदिन्छु क्या। राम्रो हुन्छ। फाइनली साथीहरू च्याउटोको पानी चाहिँ सुकिसकेको छ। अब चाहिँ म माम लगाइदिन्छु। यो चाहिँ मैले हिजो उभिँदै फेरि टक्कसँगले मलाई मसिनो बनाएर मिचेर राखेको थिएँ। त्यसो गरेपछि आज राखेको चाहिँ हात लगाउनु पर्दैन नि त। त्यही भएर अब यसमा हल्का नुन लगाइदिन्छु म। राइस चाहिँ रेडी भइसक्यो साथीहरू। मैले स्टार्ट गरिदिन्छु। फाइनली अब चाहिँ मैले फेरि ल्याइदिन्छु। 24 घण्टा 25 घण्टा मोबाइल हेरिरहेको हुन्छ। तपाईँहरूले यस्तो हेर्छु। छिटो खान थाल्नु। फाइनली साथीहरू सफा गरिसकेपछि चाहिँ मैले बेड कभरहरू सबै लगाइसकेर अहिलेको मेरो बेडको रुमको सिचुएसन चाहिँ यस्तो भएको छ। पहिला चाहिँ उता थियो दराज, अहिले चाहिँ यता सारेपछि हल्कालाई चाहिँ मोडिफाई गरेको यता र उता सारेको हो। यता र उता सार्दा खाना भरे फर्सीको सब्जी अनि आलु चनाको रस अनि पापड सब्जी अनि हाम्रो अन्डा पनि छ फ्राई गरेको अनि
Thanks for watching.